10-11 हजारतिर युके आउँदै हुनुहुन्छ भने बेस्ट चोइस, बेस्ट गर्दै हुनुहुन्छ। र अर्को कुरा भनेको युकेमा काम पाउँदैन, रुम पाउँदैन, बस्न खान यति महँगो छ रे भनेर नेपाली आन्टीले भन्नुहुन्छ रे, अनि सबैजनाले पत्ताउनुहुन्छ रे। त्यस्तो चाहिँ नगर्नु होला गाइज। म आएको 3-4 वर्ष भयो, मभन्दा धेरै दिग्गजहरू नि हुनुहुन्छ, सिनियरहरू नि हुनुहुन्छ र जुनियरहरू पनि धेरैजना हुनुहुन्छ। त्यस्तो खान बस्नै मरिहत्ते चाहिँ हुँदैन। सुरुमा 1-2 महिना काम नपाउँदा अलिकति गाह्रो हुन्छ होइन, तर सबै कुरा भनेको म्यानेजमेन्ट हो क्या। म्यानेज गर्न सक्यो भने जे कुरा पनि म्यानेज गर्न सक्यो भने एभ्रिथिङ विल बी ओके होइन, राम्रो हुन्छ। तर गर्न सक्यो भने, मेहनत गर्न सक्यो भने सबैभन्दा ठुलो कुरा भनेको मेहनत, पेसेन्स, आफूमा पेसेन्स हुनु पर्यो र धैर्यता नै हो। अब हामी पनि सुरुमा आउँदाखेरि कति आत्तिने, कति के अब के बोलियो होला, के गरियो होला, तर एउटा पेसेन्स, एउटा टाइम चाहिँ आउँदो रहेछ। थ्याङ्क यू सो मच गाइज है त। ल युके आउनु होला।